हाजिरमासिदे है हजुरमस्ते। त हजुर अहिले एचएससी छोड्ने प्लानमा त हुनुहुन्न नि है? अहिले छैन म्याम। छैन नि है? अनि हजुर, कन्ट्र्याक्ट अनुसारको काम पाइराख्नु भएको छ नि है? कन्ट्र्याक्ट अनुसारको काम हजुर मिलेको छ। वर्किङ आवरहरू सबै मिलेको छ नि है? जुन कामको लागि कन्ट्र्याक्ट गर्नुभएको थियो त्यही काम गर्दै हुनुहुन्छ नि अहिले होइन? हजुर त्यही काम, जे कामको कन्ट्र्याक्ट छ त्यहीको गर्दैछौँ म्याम। ए, अनि हजुर यो काम बाहेक अरू काम त केही गर्नुहुन्न नि है? यो काम बाहेक अरू गरेको छैन म्याम। ए, अनि रुम रेन्टहरू कसरी युज गर्नुभयो? दुईजना हो, दुईजनाले हाफ हाफ तिर्नुहुन्छ है? अ, के भन्छ इन्डिभिजुअल्ली तिरिराखेको छौँ। अब पर्सनल्ली 25,000 छ त्यही, ए, दुईजना बसे पनि। रुमहरूमा केही प्रब्लम छ र? रुमहरूमा चाहिँ छैन, अहिले चाहिँ ठिक छ। अनि भनेको बेलामा छुट्टीहरू पाउनुहुन्छ कि पाउनुहुन्न हजुरले? लिभहरू मिलेको छ म्याम, छुट्टीहरू। ए, अनि हजुरहरूसँग कोही इलिगल काम गर्नेहरू कोही हुनुहुन्छ र? हामीसँग इलिगल छैन म्याम। ए, हुनुहुन्न नि है? हजुरले आफ्नो जाइरो कार्ड पासपोर्टहरू आफैसँग राख्नु भएको छ नि है? पासपोर्टहरू हजुर म्याम आफैसँग हुन्छ, हामीसँगै छ। खानाहरूको व्यवस्था त आफैहरू गर्नुहुन्छ होला सायद है? हजुर 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 खानाहरूको केही प्रब्लमहरू छ र हजुरकोमा हजुरलाई? जस्तै एचएसले केही गर्दै प्रब्लम हुन्थ्यो भन्ने लाग्छ र हजुरलाई? काम अरू चाहिँ होइन त्यो। अब काम चाहिँ जस्तो अब हजुर कुनै ठाउँमा अब 1-2 महिनाको लागि हुन्छ, 2-3 महिनाको लागि हुन्छ। भनेको मतलब हजुरको काम चाहिँ लङ अनि अब टर्मको लागि हुनु पर्यो भन्ने भयो? हजुर हजुर अब त्यस्तो भएपछि। कन्ट्र्याक्ट चाहिँ लङ टर्मको लागि हुनुपर्ने भयो भन्नुभएको? हजुर हजुर ए, अरू त्यस्तो त ठिकै भएपछि छ नि है? त्यही। अरू चाहिँ ठिकै छ म्याम। त्यही स्यालेरीहरू अब टाइममा त्यहाँ पाउनु भएको छ हजुर होला? 1-2 महिनाको लागि एक ठाउँमा गएर अनि फेरि त्यहाँ काम सकेपछि अनि अनि हजुर अर्को ठाउँमा फेरि गर्नुपर्ने यताउति अनि हजुर तिनीहरू। हुन्छ हुन्छ। अरू त केही छैन है? स्यालेरीहरू टाइममै पाइराख्नु भएको छ होला? हस् हुन्छ, यति नै।